आज चाहिँ मेरो बर्थडे हो है, त्यसैले गर्दा चाहिँ मलाई साथीहरूले बोलाउनु भएको थियो कि उहाँहरूले चाहिँ अब मैले ट्रिट दिनु बेलामा उहाँहरूले पो बोलाएर हो, त्यसैले गर्दा हामी चाहिँ एकदम बर्थडे विस गर्नुको लागि चाहिँ जाँदैछौँ। सो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ? के हो त्यो पाइन कि? ओके, त्यो होटल पुगेपछि चाहिँ ओके बाई गाइस। ल बेनिस पनि क्रस गरियो, अब पुग्नु आँटेको छौँ है। चाहिँ मेरो छोरी र साथीहरूले ल्याइदिएको चल्दैन त मैले यहाँ फर्स्ट कट गर्दै चाहिँ छोरीले लेखेको केक हो। सो थ्याङ्क यू माई डियर लभली लभली छोरी हो। अन्त म फर्स्टै मै चाखेँ ल आफै, अन्त यो चाहिँ मेरो साथीहरूले ल्याइदिएको है, कट गरेँ ल। ह्याप्पी बर्थडे, थ्याङ्क यू माई डियर फ्रेन्ड। गाउँदै कम्ती भएर वाउ निभाको आफै बोल्छ। बर्थडे आज थ्याङ्क यू थ्याङ्क यू। अन्त अब छोरी जानु पर्यो। त्यहाँदेखिको चाहिँ मेरो छोरीलाई ओके, त्यहाँदेखिको मजाले इन्जोय गर्दै छोरी है, त्यहाँदेखिको साथी ऋतु उपाध्याय है, साथसाथमा हामीले धेरै इन्जोय गऱ्यौँ र यति बेला चाहिँ साउन्डै गएछ है। सो मैले यो आफ्नो भोइस एक्स्ट्रा हालेको है। उहाँ चाहिँ मेरो ऋतु उपाध्याय साथी हो है, र अघिल्लो साथी चाहिँ लक्ष्मी छेत्री हो, र धेरै इन्जोय गऱ्यौँ गाइस है हामीले, र साथमा फोटोहरू पनि धेरै खिच्यौँ हो। तर ग्रुपमा चाहिँ मेरो ग्रुपैमा चाहिँ चारैजनाको चाहिँ हामी मेरो छोरी सँगसँगै चाहिँ
ओके, यो चाहिँ हामीले रिद्धि सिद्धि क्याफेमा इन्जोय गऱ्यौँ है गाइस। सो यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ युनिक बिल्डिङकै रोड साइडको दोकान हो है। एकदमै राम्रो रहेछ है, तपाईँहरू पनि जानु सक्नुहुन्छ है। यहाँको अब स्टाफहरू पनि एकदमै राम्रो, र हामीले चाहिँ अब सबैजना मिलेर चाहिँ लास्टमा चाहिँ अलिअलि फोटो सोटो खिचखाच पारेर है, खिचखाच नानाको भोइस जस्तै छ है। ल एकदम रफली एन्ड ब्रुटली बोलिहाल्यो है नाना। इट्स ओके, छोरी नानी अनि साथीहरूसँग ग्रुप फोटो खिचेर त्यहाँदेखिको चाहिँ हामी बाहिर निस्क्यौँ, र बाहिर निस्केर चाहिँ हामीले आइसक्रिम खायौँ। ल म त धेरै धेरै थ्याङ्कफुल छु मेरो साथीहरूसित है, र मेरो छोरीसित, किनभने मैले सोचेको थिइनँ मैले बर्थडे आउँदै जान्छ भनेर है। म अझै यङ भएको फिल गर्छु म है, र एकदमै थ्याङ्कफुल छ। थ्याङ्क यू रितु, लक्ष्मी अनि मेरो छोरी रुबिनालाई है, एकदमै धन्यवाद। र हामीले लास्टली एकदमै आइसक्रिम खाएर चाहिँ यहाँको भाइले अलिकति आइसक्रिम खाँदा अलिकति झुक्काइ पनि है। इट्स ओके, यस्तै त हो लाइफ है। र कभी खुसी कभी गम, सधैँभरि खुसी हुनु चाहिँ हाम्रो लाइफको एउटा जबरजस्ती भए पनि। त्यसपश्चात चाहिँ हामी बाहिर निस्क्यौँ। ओके गाइस, टाटा बाई बाई, सी यू, टेक केयर।